हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। अनि तपाईहरु सबैजनालाई मेरो च्यानलमा स्वागत छ। अनि जसले मेरो च्यानललाई सब्स्क्राइब गरिसक्नु भएको छ धेरै धेरै धन्यवाद। अनि जसले गर्नु भएको छैन कृपया मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त गाइस। अनि आज चाहिँ भने हामी ठ्याक्कै यो ताप्लेजुङको सुकेटार एयरपोर्ट नजिकै आइपुगेका छौं। अनि आज चाहिँ हामी सबैजना भएर हैन फ्यामिलीहरु दाइ भाउजूहरु भतिनीहरु ज्वाइँहरु सबैजना भएर हामी यहाँ घुम्न आएका छौं। अनि यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला है त गाइस। अनि जस्तो लाग्छ त्यस्तै कमेन्ट पनि गर्नु चाहिँ नभुल्नु होला है त। यहाँ अगाडि चाहिँ सबैजना जाँदै हुनुहुन्छ हैन, म चाहिँ पछि जाँदै छु। यहाँ उहाँहरु चाहिँ सबैजना अगाडि जाँदै हुनुहुन्छ, पारी पुगिसक्नु भएछ। यतातिर चाहिँ म यहाँ चाहिँ पहिलोचोटि आएको है। यो माथि सुकेटार एयरपोर्ट चाहिँ अलिक तलतिर यता मन्दिर पर्छ। म चाहिँ अब भर्खरै आएको है त अलिक उसमा। यहाँनिर सबैजना अगाडि जाँदै हुनुहुन्छ, म चाहिँ यता पछि जाँदैछु। यो अगेरी भन्ने थाहा पाउनुहुन्छ, अगेरीको पत्ता है। अहिले चाहिँ हामी कालिज कटेजतिर जाँदैछौँ। यहाँ सबैजना यतातिर भेला हुँदै हैन, अब अघि पछि जाँदैछौँ। यो कस्तो राम्रो फुलेको बुकी फुल रहेछ यहाँनिर हैन। यो बनमारा बुकी फुलहरु हैन। यो बुकी फुल चाहिँ खास बुकी फुल भन्ने चाहिँ यो हो, अरिजिनल बुकी फुल यही हो। कस्तो मजाको फुलहरु छ है यो बुकी फुल, कस्तो मजाले फुलेको छ अहिले। यो चाहिँ ठ्याक्कै कार्तिक मङ्सिरतिर हो। यहाँ पर देखिँदै गरेको चाहिँ यो कालिज कटेज रहेछ। अनि यता तलतिर देखिने चाहिँ यो नाङखोलेङ दोखु, पहिलाको चाहिँ दोखु गाविस हो, अहिलेको चाहिँ के हो थाहा छैन। सायद यो फुङलिङ नगरपालिका अन्तर्गत पर्छ होला सायद। कार्तिकको अन्तिम मङ्सिरतिर भएकोले गर्दाखेरि होला एकदमै राम्रो छ। यो चाहिँ ऐसेलु रुख, ऐसेलुको रुख हो यो चाहिँ। तपाईहरुकोतिर हुन्छ कि हुँदैन थाहा छैन हैन। यो चाहिँ कागज पनि बनाइन्छ, यो लोक्ता भन्छ खासमा। तपाईहरुकोतिर चाहिँ पाउँछ पाउँदैन हैन। यो बनमारा त प्राय सबैतिर पाइन्छ ल, यो उनी भइहाल्यो सबैतिर पाइहाल्छ हैन। तर अब जस छ जतासुकै यो बिरुवाहरु पाए पनि तर नाम चाहिँ अलग-अलगले चिनिँदो रहेछ कि, अलग-अलग तरिकाले चिनिँदो रहेछ यो हैन। आफ्नो तरिकाले चिन्ने तरिका चाहिँ अलग छ, तर अब नाम चाहिँ हैन, नाम चाहिँ अलग-अलग हुँदो रहेछ। तर त्यस बिरुवा चाहिँ उस्तै हो। यो कालिज कटेज रहेछ, यो उता पर चाहिँ यो छ अरे। अब यहाँ चाहिँ कस्तो छ कालिजहरु पालेको छ अरे हैन। यहाँ चाहिँ यदि खान मन लागे त्यहाँनिर किनेर बनाउन लाएर खाना पनि पाइन्छ। यो चुलेसी भन्छ, यो चुलेसी तपाईहरुको त्यो पाउँछ कि भन्दैन। यो चोत्रो भन्छ यसलाई चाहिँ, यो चोत्रो अरे, चोत्रो भन्छ यसलाई चाहिँ। कालो पाक्छ कि, अनि यस्तो गुलियो हुन्छ, खाना मिठो हुन्छ। त्यो जामुनको जस्तो दाना भन्नु कि कस्तो दाना हुन्छ कि यो, एकदम राम्रो हुन्छ, मिठो हुन्छ यो। तर बर्खा असार साउनमा बढी पाक्छ, असारको बेलामा धेरै पाक्छ कि यो चोत्रो भन्ने चाहिँ। हामी चाहिँ अहिले यो कालिज कटेज भन्ने बेला आइपुगिसकेको है। कालिज कटेज भन्ने ठाउँमा आइपुग्यो हैन। यहाँ चाहिँ यस्तो राम्रो कटेजहरु बनाएको रहेछ। कटेज भनेको चाहिँ यस्तो रहेछ नि त, यहाँ बनाएको रहेछ। अनि कालिज खाने, कटेजमा बस्ने, कालिज खाने, कालिजको मासु खाने, त्यही रहेछ हैन। छ अरे ल यतातिर जस पार्कहरु बनाउनु पनि राम्रो हुन्छ यतातिर पनि। त्यसै पनि प्राकृतिक सौन्दर्य त्यतिकै छँदैछ हैन, र पनि अब यसरी बनाउँदा झन् राम्रो हुन्छ नि त।
सबै पिङ खेल्न थालेछन्। यहाँ पिङ बनाइदिएको रहेछ, तर चट्टै छिनेर गयो भने चाहिँ एकैचोटि ड्रिल पनि जाँदो रहेछ। यहाँबाट चाहिँ तल नाङखोलिङ होइन दोखुतिर होला, दोखुको खोल्सीतिर तल छिरी जाँदो रहेछ। चट्टै छिनेर गयो भने चाहिँ तर साङ लिइरहेछ। अब यो फलामको सिक्री रहेछ, दरै बनाएको होला क्या। कालिज चाहिँ यहाँनिर पालेको रहेछ, यहाँ तल रहेछ नि त कालिजको फर्म रहेछ। यहाँ चाहिँ कालिजको फर्म रहेछ। अनि जति मन लाग्यो त्यति अब किन एउटा कालिजको दाम चाहिँ 4000 अरे तल साँच्चै। एउटा कालिज किनेर खानु पऱ्यो भने चाहिँ 4000 रुपियाँ पर्छ अरे। यता बसेर सबैजनाले पर्खिरहेको रहेछ मलाई। म चाहिँ अलिक ढिलो खालको पछि आउँदैछु नि त। म चाहिँ अब होइन भिडियो बनाउँदै आउँदैछु। अनि यहाँ उनीहरू चाहिँ पर्खेर बसिरहेको रहेछ कि मलाई। म चाहिँ यहाँ ताप्लेजुङ आएको पनि धेरै वर्षपछि आएको हो होइन। निकै बिरानो चाहिँ भएछ हो। अब पहिला अब केटाकेटी हुँदाखेरि यता डुलेको घुमेको, तर अहिले चाहिँ अब धेरै परिवर्तन पनि भयो, अलिक बुढेसकाल पनि लाग्यो होइन। अनि त्यही भएर अब जस घुम्न आएको यहाँ ताप्लेजुङ आउँदाखेरि यसो घुमिराखौँ भनेर नि। यहाँनिर चाहिँ फोटो खिच्ने ठाउँहरू बनाएको रहेछ होइन। जस राम्रो रहेछ। सबैजना फोटोहरू खिच्ने होइन यहाँनिर। त्यसपछि जाने फेरि माथितिर जानुपर्छ फेरि। भर्खरै तिहार सकिएकोले हो यहाँनिर चाहिँ पिङ पनि छ। पिङ अझै पनि भत्काएको छैन होइन, पिङ अझै छँदैछ। अनि भर्खरै सकिएको, खासमा तिहार भर्खरै सकिएको हो। त्यही भएर दसैँ तिहारमा त अब गाउँघरमा पिङ थाप्ने चलन हुन्छ नि त होइन, पिङ खेल्ने चलन हुन्छ, लिङ्गे पिङ, रोटे पिङ। तर रोटे पिङ चाहिँ अब हाम्रो त खासै त्यस्तो लाउँदैन। लिङ्गे पिङहरू चाहिँ धेरै लाउँछ है। यतातिर नाति नातिना छोराछोरीहरू यतातिर आएर बसेर छन्। हाम्रो छोरा यतातिर रहेछ। यहाँ चाहिँ तितेपातीको तेल निकाल्दो रहेछ कि, तितेपातीको तेल निकाल्दो रहेछ। यहाँ चाहिँ तेल बनाउँदो रहेछ। अब हाम्रोतिर त्यही हो, अब तितेपाती त कति हुन्छ होइन, तर पनि अब यहाँ चाहिँ तेल प्रशोधन गरेर तेल निकाल्दो रहेछ। उसमा आगो लगाएकै आगो भट्टी यता माथि चाहिँ यो एउटा ट्याङ्की रहेछ, त्यसमा चाहिँ उयो के भन्छ तितेपाती लगाउने रहेछ यहाँ चाहिँ। अनि यसको त्यो रक्सी पारे जस्तो कि के जस्तो गरी चाहिँ यता निकाल्दो रहेछ कि यहाँनिर। अनि यहाँ जम्मा हुँदो रहेछ। यो एकापट्टि तेल एकापट्टि पानी यसरी चाहिँ जम्मा हुँदो रहेछ। यो पानीलाई पनि फेरि खारेर कता के फिल्टर गरेर फेरि आज
शुद्ध तेल निकाल्नुपर्छ कि यो पहेँलो देखिने चाहिँ तेल हो अनि यतापट्टिको चाहिँ पानी हो पानी एकातिर तेल एकातिर त्यस्तो पुरा यसलाई चाहिँ बोइलिङ गर्ने रहेछ अरे यो चाहिँ तितेपातीको चाहिँ एकदमै तेल औषधि हुन्छ क्या औषधि लिङ्गे पिन्छ कालिज कटे अब हामी चाहिँ लाग्यो डाँडातिर माथि डाँडातिर लाग्यो अब तल लाग्यो सल्लाहघारी छ सल्लाहघारी तल लाग्यो माथि डाँडातिर बसेर चाहिँ खाजा खानु पर्ला भन्ने चाहिँ हाम्रो योजना छ हैन अब यहाँ चाहिँ हामी खाजा खान थाल्यौँ अब चाहिँ म चाहिँ फेरि हुन्छ नि अब चट्टा अब राईको छु हो निगार पनि बोक्नु रहेछ भाउजूले निगार बोक्नु भएको रहेछ त्यसपछि अब थाल्यो निगार खान एकदमै प्योर निगार रहेछ हैन निगार खान थालेँ म चाहिँ सबैजनाले चाउचाउ सोचो के हैन सबैजनाले खायो म चाहिँ पुरा निगार खाने जडिया भइदिएको आज चाहिँ अनि खाजासाजा खाएर हामी यतातिर अब चाहिँ यहाँ चाहिँ के पानी ट्याङ्की कि के बनाएको रहेछ यो तल देखिने चाहिँ लास्टमा देखिने चाहिँ सुकेटार एयरपोर्ट हो यो चाहिँ सुकेटार एयरपोर्टको ग्राउन्ड छ त्यहाँनिर बाटो गयो भने चाहिँ यो पाथिबाट जान्छ यो बाटो ठ्याक्कै यो माथि चाहिँ पाथिबाट जाने बाटो यो जाने बाटो चाहिँ अनि ठ्याक्कै यो तल्लोपट्टि देखिने चाहिँ यो एयरपोर्ट ग्राउन्ड हो ठ्याक्कै ल त जसले मेरो भिडियोलाई हेर्नुभयो धेरै धेरै धन्यवाद अनि भिडियो कस्तो लाग्यो तल कमेन्ट गर्नु चाहिँ नभुल्नु होला है त ल अर्को भिडियोमा फेरि पनि भेट्ने नै छु हजुरलाई बाई बाई